हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। आज पनि म नयाँ भिडियो लिएर आइसकेको छु है। आज चाहिँ म कता जान्छु भन्ने कुरा चाहिँ नि हजुरहरूलाई भन्छु ल। म चाहिँ नि हाम्रो घरसँग टाँसेको दिदीको छोराको भात खुवाइ हो आज। नेवारहरूको भात खुवाइमा कस्तो हुँदो रहेछ भन्ने कुरा म हजुरहरूलाई देखाउँछु है त। म चाहिँ यहाँ अब जान लाग्यो नेवार दिदीको घरमा छोराको भात खुवाइ। आज चाहिँ हामीलाई खाना काटकुट गर्न बोलाएको छ, त्यही भएर दिदी चाहिँ अघि नै जानुभयो, म चाहिँ नि अब जान लाग्यो। नयाँ साथीहरू हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला है त भन्दै बाई बाई, भिडियोमा भेटौँला। साथीहरू म चाहिँ आइपुगिसकेँ ल, दिदी बाबा आइसकेँ। म चाहिँ नि यहीँ हो क्या, घर चाहिँ यही हो। म चाहिँ आइपुगिसकेँ, गेटबाट माथि पस्छु म अब है त। गेटबाट माथि चढिसकेँ, भरे उकालो घर सर्दैछु है त। म चाहिँ आइसकेको। हेलो के छ? म चाहिँ भिडियो बनाउँदै आउँदैछु। हँसायो रे को चाहिँ काम सिद्धेछु रे। मलाई त अनि खाना मात्रै बोलाएन र। किनभने मलाई त के कुट्यो यस्तो पकाउने दाइहरू हुँदो अनि कहाँ म चिन्ता। यहाँ कति राम्रो फुल हेर्नु, शीतल पनि हुन्छ। काटेर खाइदिनु। हामी खाने मान्छे छँदैछ त, हामीतिर पास गर्नु न ल। हेर्नु हाम्रो नेवार दाइहरूको चलन चाहिँ यस्तो रहेछ, 9 थरी सामान चाहिँदो रहेछ है त। दाइ काँक्रो काट्नु भएको ल। हाम्रो एकजना दाइ चाहिँ नि मजासँग पकाइराख्नु भएको छ। हेलो, कस्तो भइरहेको छ? राजु भाइको छोराको भात खुवायो, कान्छा भाइको छोराको। ल आज चाहिँ बाबुको भात खुवाइ, बजेले नातिलाई टिका लगाइदिँदैछ। ज्यामेटिक नि समाते झिल्केलाई तयार पार्दै है। ओहो आज त दुला जस्तो देखिया हो छोरो त। ल बाबुको भात खुवाइ आज है, फोटो पनि टाँसिहाल्छ है। ल दाइ राम्रोसँग पूजा गरेर आउनु ल। ओहो हाम्रो बाबु नि निस्कियो, बाउ पनि निस्कियो, मम्मी पनि निस्कियो। ल साथीहरू, हाम्रो दिदी चाहिँ नि एकदम रेडी भइरहेको छ, किनभने आज भात खुवाइ हो बाबुको। ठुलो मम्मी चाहिँ नि एकदम ब्युटिफुल भएर जान लागेको छ मन्दिरमा। भरे हाम्रो दाइलाई पनि छोडिदिनु बेर लाग्दैन भाइ। ल आज हाम्रो बाबुको पैसा हेऱ्यो भुड्कामा राख्छ है। भुड्का पनि डालो रहेछ है। ओइ गीत नि छ त, ओइ गीत नि छ त, गाउ न गीत। के हो गीत? उहिलेको बाजेको पालामा पैसा छैन डालोमा, अहिले त हाम्रो पालामा।
के मिक्स गर्नु भएको होला जेठानी दिदी मुला गाजर काँक्रो खोर्सानी त हालिहाल्छ नि सिमी हो के हो त हो त्यो खोर्सानी हाम्रो दाइले धनिया काट्नु भयो बाबा आहा पुलाउ म त यो पुलाउ मात्रै खाने हो पनिर खसीको मासु वाउ ल है नेवारहरूको चाहिँ नि आरु पर्पल भन्छ अरे ल ए पर्पल ल रोस्ट है यो चाहिँ नि आहा हेर्नु त यो चाहिँ मुलाको अचार सबै कुरा मिसिएको छ है यहाँ चाहिँ पुजारी आइसक्नु भयो हाम्रो दाइ पूजा गरेर आउनुभयो वाउ आइसक्नु भयो है पूजा गरेर नि आमा छोरा हिँड्दै सकेन आमा छोरा मैले खिचिसकेँ नि अघि नै ओए एक्सरसाइज कमेडी एक्सरसाइज पानी अब चाहिँ टिका लाउने तयारी हुँदैछ म चाहिँ नि खिच्न जान लाग्छ होइन नेवारहरूको खानेकुरा कति थरी कान्छ निन्द्रा लाग्यो के एकछिन है भयो है ल हाम्रो खानामा चाहिँ पुलाउ है अनि त्यसपछि पनिर त्यसपछि बरेली के अरे के भन्छ अरे दाइ यसलाई बर्बल र आलु अनि त्यसपछि मटन खसी अनि रोस अनि त्यसपछि अचार मुलाको सलाद अनि त्यसपछि अनि त्यसपछि यहाँ आउँछ लास्टमा दही रोस रोस चिकन ललिपप खाँदै है ल बाबु त कति पो खाने हो माम है बाबु ठुलो मम्मीले आफूले नलगाइकन बाबुलाई लगाइदिएको टिका ल आज बाबुले माम खाने बाबु यता 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 हम्मा हम्मा बाबु हम्मा हम्मा माम खाएको बाबुले माम खाएको ल सुनको थाल ओहो सुनको थाल माया सुनको थाल
बोक्नी लागिसक्यो ल के दुध यो एउटा ल मिदो धेरै भयो ओ अर्किन लाग्यो पैसा आएर नि खाएर नि गइसक्यो ल हाम्रो नेवार दाइको पाहुनाहरू नि आइसक्नु भयो पानी बल गरेर निचा एयरपोर्ट टोली हाम्रो एयरपोर्ट टोली हाम्रो नेवार्नी दिदीको इष्टमित्र खाना खाँदै हुनुहुन्छ हाम्रो चाहिँ लगभग सबैजना पाहुनाहरू उम्काइसकिसकेको छ। हेलो साथीहरू हामी चाहिँ घरमा आइसकेको छु। नेवारी दिदीको छोराको भात खुवाइ गरिसकेपछि आज पनि एकदम रमाइलो भयो। भिडियो कस्तो लाग्यो होला हजुरहरूलाई मन परेमा लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। बाई बाई साथीहरू।